इंद्र भगवान के सुमर छिन कहिनो हमरा साक इंद्र रजा बरसात हो। खरेरी परेको बेला पानी पार्न मोरङका आदिवासी थारू समुदायमा परम्परागत मेघ मेघाइन पूजा गर्ने प्रचलन छ। बरसात नहुँदा अनिकालको अवस्था सिर्जना हुन सक्ने अवस्थामा थारू समुदायले पानीका देवता भगवान इन्द्रलाई खुशी बनाउन विशेष प्रकारको अनुष्ठान गर्दै मेघ मेघाइन पूजा गर्छन्। थारू समुदायका प्रत्येक गाउँ बस्तीमा रहने ग्रामथान परिसरमा यस्तो पूजा गरिन्छ। अब खेत में पानी नहीं खोला नलाम झोक जान छली त 100 के पंपी सेट लगा सन टानी ले गरवा बरत के ख्याल न पानी नहीं तो वही हमरा 100 के सुमरी के इंद्र भगवान के सुमर छिन इंद्रपति कन्या के लियान करे त कहिनो हमरा साक इंद्र रजा बरसात हो। पूजामा थारू समुदायको बिहेमा अपनाइने विधि विधानहरू अपनाइन्छ। मेघ मेघाइन पूजा गर्न एकजना अविवाहित युवतीलाई पोशाक लगाएर दुलहीको रूपमा सजाइन्छ। त्यसपछि महिलाहरूको समूह ग्रामथान स्थलतर्फ लाग्छन्। त्यहाँ पुगेपछि स्थानीय महिलाहरू बेहुला र बेहुली पक्ष गरी दुई समूहमा विभाजित हुन्छन्। सबभन्दा पहिले ग्राम देवतालाई खीर, लड्डु, दही चिउरा र फूलघोडा चढाएर पूजा गरिन्छ। उक्त पूजामा बेहुली बनाइएकी युवती पनि सहभागी हुन्छन्। त्यसपछि सुरु हुन्छ भोज भतेर। बेहुला र बेहुली दुवै पक्षले सिंगारिएको गाग्री र माटाको भाँडामा ल्याइएको दही चिउरा, खीर र चनाको घुघनी एकै ठाउँ बसेर खान्छन्। बेहुली अनुमाउने बेलामा बेहुली पक्षले बेहुला पक्षकालाई सम्मान प्रकट गर्दै सिउँदोमा नरिवल तेल लगाइदिन्छन्। त्यसपछि बेहुली बिदाईको बेला जस्तो रुवावासी समेत चल्छ। त्यसपछि जन्ती र घर गाउँले दुवै पक्षकालाई बेहुलीले ढोकभेट गर्छिन्। सबैले गच्छे अनुसार बेहुलीलाई नगद दक्षिणा दिन्छन् र लाभा लस्कर सहित सबै आफ्नो गन्तव्यतर्फ फर्किन्छन्। मेघ मेघाइन पूजा गरेर बेहुली अन्मायसँगै बादल आउने र गाउँघरमा पानी पर्ने जनविश्वास छ। कृषि नै मूल पेशा रहेकाले अधिकांश थारू समुदाय खेतीपातीमै आश्रित हुन्छन्। हामीलाई पानी छैन, पानीको अभाव छ, एकदमै पानी चाहियो हामीलाई आशा छ कि पानी आउँछ। हाम्रो सासूको बेलामा त आउँथ्यो यसै, अनि त्यही सासूको बोली सुनेर अहिले सिक्यो हामी पनि, अनि सबैजना मिलेर जाउँ कि जाउँ। बुढापाकाले अहिले पनि छ, बुढापाकाले भनौँ कि जाउँ। पहिला त यस्तै गर्दाखेरि आउँथ्यो पानी, अहिले पनि जाउँ आउँछ कि पानी आशा लिएर एकदमै आशावादी छौँ हामी। खोजमूलक र तथ्यपरक समाचार तथा स्वस्थ मनोरञ्जनका लागि भिजुअल पोस्टलाई लाइक, सब्स्क्राइब र शेयर गर्नुहोस्।